सो आज म एउटा सुपर युजफुल कोडिङ टेक्निकको बारेमा कुरा गर्न गइरहेको छु जसलाई चाहिँ गार्ड क्लज भन्छ र यो गार्ड क्लज यो टेक्निक युज गरेर चाहिँ हामी हाम्रो कोडलाई मच मोर क्लिनर वेमा लेख्न सक्छौं र यति मात्र नभएर हाम्रो कोड चाहिँ अझै मोर इजियर टु अन्डरस्ट्यान्ड हुन्छ सो लेट्स डाइभ इन्टु आवर कोड सो हामीसँग यहाँ एउटा फंक्सन छ जसमा चाहिँ मल्टी लेभल नेस्टिङ इफ स्टेटमेन्ट युज भएको छ अब यो फंक्सनको नाम चाहिँ अथेन्टिकेट युजर हो जसमा चाहिँ हामी युजर भन्ने एउटा अब्जेक्ट पास गर्छौं र इफ त्यो युजर भन्ने अब्जेक्ट पास भएको छ भने हाम्रो यो कन्डिसनहरु एक्जिक्युट हुने भयो और यो युजर भन्ने अब्जेक्ट छैन भने चाहिँ यसले नो युजर प्रोवाइडेड भनेर रिटर्न गर्छ सिमिलरली यदि यो युजर छ र त्यो युजर एक्टिभ छ भने यसले यति कुराहरु एक्जिक्युट गर्छ यदि छैन भने चाहिँ युजर इज इनएक्टिभ भन्छ त्यसैगरी युजर छ एक्टिभ पनि छ र त्योसँग भएको टोकन भ्यालिड छ भने उले एक्सेस ग्रान्ट भनेर रिटर्न गर्छ नभए इनभ्यालिड टोकन भनेर रिटर्न गर्छ सो यो फंक्सनमा हामीले एउटा ट्रू स्टेटमेन्ट रिटर्न गर्नको लागि यसरी 3 लेभलको नेस्ट भित्र हाल्यौं सो गार्ड क्लासबाट यही फंक्सन लेखेर हेरौं सो यो अघि जस्तै सिमिलर फंक्सन हो अथेन्टिकेट युजर भन्ने जसमा चाहिँ युजर भन्ने एउटा अब्जेक्ट पास गरेछ सो यो फंक्सनमा यदि युजर छैन भने यसले नो युजर प्रोवाइडेड भनेर रिटर्न गर्छ र यो फंक्सन यही टर्मिनेट हुन्छ यो भन्दा तलको कोड्सहरु एक्जिक्युट हुँदैन र यदि युजर छ तर एक्टिभ छैन भने चाहिँ यसले यो स्टेटमेन्ट एक्जिक्युट गर्ने भयो त्यसैगरी युजर छ एक्टिभ पनि छ तर उसँग भ्यालिड टोकन छैन भने चाहिँ यो रिटर्न गर्ने भयो सो लास्टली हाम्रो यो सबै स्टेटमेन्ट्सहरु फल्स भयो भने चाहिँ हाम्रो यो लास्टको ट्रू स्टेटमेन्ट एक्जिक्युट हुन्छ सो यो गार्ड क्लजले चाहिँ अघिको हाम्रो त्यत्रो लामो नेस्टेड इफ स्टेटमेन्टलाई रिड्युस गर्दियो र त्यति मात्र नभएर यो युज गर्यौं भने कोडको रिडेबिलिटी बढ्यो सो फलो मी फर मोर टिप्स एन्ड ट्रिक्स